हेलो एभ्रिवान, वेलकम टु माई न्यू ब्लग्स है। सबैजनालाई फ्याबुलो नमस्ते सेवर्नी है। आजको के ब्लग छ भन्दा चाहिँ आज चाहिँ त्यस्तो केही छैन, भ्यू स्यू पनि देखाउने अनि कहीँ घुम्नु पनि गएको होइन। म एक्लै छु हो, माउन्ट लगाएर हिँड्छु। आज हेलमेट सेलमेट पनि लगेको छैन। घरदेखि निकै अलिक छेउ, घरबाट लगभग 10 मिनट बाइकबाट हो। मामाहरू चाहिँ घाँस काट्नु गएको थियो र मामाले चाहिँ घडी त्यहीँ छोडेछ हो। अन्त त्यही घडी ल्याउनु जाँदैछु र नयाँ बाटो छ, त्यो बाटो चाहिँ सायद 1-2 जनालाई चाहिँ थाहा होला। 1-2 जना भन्दा पनि प्रायः जस्तोलाई थाहा छैन। त्यो बाटो ओह्रालो चाहिँ कहाँसम्म जान्छ अनि म त्यो बाटोहरू पनि देखाउने छु हो। प्लस तपाईँहरूलाई त्यो नयाँ बाटो हो, प्रायः जस्तो मान्छेहरू गएको छैन त्यो बाटोमा। कतिलाई थाहा छैन त्यो बाटो, मतलब तल जोई घाटको फेद पुग्ने हो, तर त्यो बाटो चाहिँ इन्कम्प्लिट छ, आजदेखि बाटो नै छैन हो। अन्त अस्ति मामाहरू घाँस काट्नु गएको थियो र मामाको घडी चाहिँ ती छोडेछ नि त, उसको पुरानो घडी रे। अन्त उसले अस्तिदेखि जाइदिए भनेको हो। सायद पानीले भिज्दा पनि केही हुँदैन, पानी त आएको छैन अहिले। र एक्लै जाँदैछु हो, सिधै बाइकमा भेटौँ। दिन त राम्रो भइरहेछ। तपाईँको अहिलेको टाइम भएर 3:30 हुन आँट्यो हो। अन्त एक्लै जाँदैछु। अन्त मेरो अहिले खुट्टा पनि फ्र्याक्चर भइरहेछ नि त, बाइक कुदाउनु अलिक अप्ठ्यारो हुन्छ है। यस्तो भइरहेछ हो खुट्टाको हालत। र पनि ठिकै छ, गयो घडी लिएर आइहाल्छु। अन्त तपाईँलाई रोड कहाँ जान्छ त्यो रोड पनि देखाउने छु हो। आज अस्तिको 180 बाइक त छैन, आज त्यही अर्कै बाइक छ, मेरो बाइक V4M हो। एक्लै जाने हो। यस माउन्टमा लगाएर हेलमेट ल्याएन नि त, हेलमेट ल्याएर हेलमेट पनि लगाएको भयो नि थियो। अब यो ओह्रालो त चेकिङ पनि हुँदैन, प्लस त्यही भएर मैले लगिनँ हो। मेरो चाहिँ भिडियोमा नयाँ क्यामेरा हो नि त, यो जुन मैले भिडियो गर्दैछु त्यो चाहिँ तपाईँको नयाँ फोनबाट गरेको नि त, आइफोनबाट गर्दैछु हो। सो त्यही भएर मेरो चाहिँ मुख बाङ्गेको जस्तो देख्दैछु है। त्यसमा सेटिङ्सहरू नमिलेर हो, खासमा मेरो मुख चाहिँ बाङ्गेको छैन, सिधै छ हो। मेरो बाइक चाहिँ यहाँ छ है हो। यो भाउजूको स्कुटी हो। हाम्रो गाउँमा चाहिँ कुकुरहरू पुरै छ, यसले चाहिँ पुरै गाडीहरू खेच्छ है। अब दिन खेच्छस्। पछाडिको हावा कम्ती होला हो। अन्त ग्यार चेन्ज गर्नु भएको छैन, खुट्टा एउटै नम्बरमा हिँडिदिन्छु होइन। क्यामेरा चाहिँ पुरा हल्लिँदैछ हो, मेरो माउन्ट मिलेको छैन। बोले मन्दिर छ यहाँ चाहिँ हो। यहाँ चाहिँ बाटो रिपेयर हुँदैछ हो। बर्खामा चाहिँ पानी झरीमा चाहिँ यहाँ पुरा बिग्रिन्छ क्या बाटो। अहिले अलिक ठिक बनाएको छ अस्तिको भन्दा, गाडीहरू पनि नचढ्ने हो। लेफ्ट जाने, अस्ति हामी राइट गएको खोलापट्टि, यता जानुपर्छ यो बाटो भएर हो। बाटो त राम्रै छ, तर आधी बाटोसम्म त बनाएको छ नि त। अन्त आधी चाहिँ त्यो जेसिबीले खनेर पिकअपहरू जान्थ्यो कि खोलाहरूको ढुङ्गाहरू त्यताबाट ल्याउँथ्यो हो, बज्रीहरू। तर अहिले त्यो बाटो पनि सायद बन्द भइरहेको छ, पुरै झोडी देखेको थिएँ अस्ति मैले हो। म ड्युटीहरू यतै पर्छु नि त कोही बेला। मेरो पछाडिको टायरमा चाहिँ काँटी पसिरहेछ हो, त्यही भएर पछाडि बब्लिङ हुँदैछ हल्का टायर। यस्तो छ बाटो, सानो टर्निङ हो। यतिको छ बाटो। यहाँ त चामलहरू पुग्दो रहेछ त। यो देख्दै गरेको चाहिँ दुईपट्टिको सिङ्गुना हो, क्विनेन। यो चाहिँ तपाईँहरूको दबाईहरू बनाउँछ, मेडिसिनहरू हो, ज्वरोदेखि लिएर मार्केटदेखि लिएर के बनाउँछ यसको केमिकलहरू हालेर हो, फ्याक्ट्रीतिर लगेर।
चाहिँ तपाईँको ठुल्ठुलो रुखहरूलाई चाहिँ जब एज पुग्छ यिनीहरूको हामीलाई पनि त्यस्तो एक्सपिरियन्स छैन जब ठुल्ठुलो हुन्छ यसलाई चाहिँ सुकाएर यसलाई पहिला कुटेर सुकाएर चाहिँ यसलाई धुलो बनाएर चाहिँ अब केमिकलहरू हालेर दबाईहरू बनाउँछ हो अन्त मामाहरू चाहिँ जग्गा गएको थियो अस्ति घाँस काट्नु म पनि आएको थिएँ नि त साथी आएको थिएँ मैले पनि अलिअलि त सघाइदिएँ काट्नु अब साथी मात्रै के भन्नु होइन यस्तो छ बाटो चाहिँ बिचमा कुदायो भने मात्रै यो साइडमा चिप्लिन्छ 102% चिप्लिन्छ हो किनभने चाहिँ यो चाहिँ पत्ता छ कि यो सुक्खा पत्ता अन्त मुनिबाट हल्का भिजेको छ हो त्यही भएर बिचमा मात्रै हिँड्नुपर्छ रोड मात्रै ज्यादा टर्निङ छ त्यो पनि सानो टर्निङ छ हो यस्तो टाइपको देख्दै गरेको चाहिँ तपाईँको सबै कमानबाट केहरू रोपेको छ हो मतलब फलफुलहरूदेखि लिएर है सुन्तलाहरूदेखि लिएर के प्लान्टहरू यहीँ बनाउँछ यो सिडलिङहरू गर्ने जग्गा यो चाहिँ त्यस्तो छ हो भाइलाई पनि जुन बाइक बोक भनेको मानेन त्यसको पनि नयाँ बाइक छ तर नयाँ बाइक भन्दा मैले बेचेको चाहिँ MT-15 छ हो अन्त त्यसले भन्यो म लादिनँ मेरो बाइकमा आउँ भन्यो अन्त अब दुईजना आएपछि त फेरि त्यस्तो हुँदैन नि त गफमै बिर्सिन्छु हो बोल्नु भ्याउँदिनँ त्यो भएर अब पत्ता त वहीँभरि छ पत्ता चाहिँ हो पत्ता चाहिँ पुरा जोगाउनु पऱ्यो यस्तो छ है अब यो त टर्निङहरू काट्दा त पुरै मिलाएर काट्नु पऱ्यो ज्यादा ब्रेक हान्यो भने पनि लड्ने चान्सेस पुरा छ यसमा हो यस्तो छ है अगाडिको चक्का एकपल्ट बाङ्ग्यो भने त फेरि बाइक त लड्छ नि त पछाडिको चाहिँ केही हुन्न कि स्किड मात्रै हुन्छ यस्तो छ बाटो है यहाँ अरू गाडीहरू त हिँड्दैन कोही बेला 80 पुर्णेमा हिँड्छ त्यो पनि स्कुटी त्यो पनि गाडी ठुलो त प्रायः जस्तो हिँड्दैन किनभने यहाँ ड्युटी आउँदाखेरि मात्रै ल्याउँछ मान्छेले स्कुटी बाइकहरू हो अन्त त्यस्तो छ यो पुरै नहिँडेर पत्ता छ ज्यादा हो यहाँ त तपाईँको डल्लै फाँडिसकेको छ यहाँतिर चाहिँ सफा सबै यता लाद्दा सिन्कुना प्लान्टेसनको चाहिँ लेबरहरूले फाँडेको डल्लै हो म पनि त्यही मतलब सिन्कुना प्लान्टेसनमा नै काम गर्छु नि त यस्तो छ बाटो चाहिँ अस्ति मैले तल राखेको बाइक आज त्यहीँ राख्यो पुरै यहाँ त उल्टा सोरेछ त अब यहाँदेखि ओह्रालो चाहिँ बाटो नै छैन यहीँ घुमाउने बाइक अस्ति आएको हामी यहाँ आएको भनौँ न म मामा र दा आएको थिएँ घाँस काट्नु यस्तो छ तपाईँको यहाँसम्म मात्रै छ बाटै हो यहाँदेखि उकालो तपाईँको जेसिबीले बाटो त बनाएको छ यो बाटो भएर यस्तो घुमेर जान्छ कि तर यो बाटो चाहिँ अहिले हिजो अस्ति डढेलो लागेको छ पुरै डढेकोले गर्दाखेरि यस्तो डढेकोहरू छ त्यही भएर झोडी थियो अहिले झोडी चाहिँ डल्लै मासेको छ र पनि भाइलाई मैले यो बाटो भइगएर आउँ न भनेको थिएँ नि त अस्ति मैले हेरेको थिएँ बाइक त जान्थ्यो नि त सक्थ्यो हो अन्त त्यो अलिक डरायो नि त उयो गर्नु लागि बाइक ल्याउनु लागि यही बाटो भएर जान्थ्यो बाइकको माथि छ आधी बाटोसम्म छ नि त बाटो बनाएको छैन हो इन्कम्प्लिट छ सो अस्ति चाहिँ मामाले यहीँ साइड कता राखेको थियो घडी हो यहाँ छ गाइस घडी चाहिँ फाइनल्ली घडी पाएँ हो अहिले पनि चल्दै रहेछ तपाईँको 3:15 रहेछ हो मामाको घडी हो नि त यो टाइटनको हो नि त तपाईँको निकै साल भयो भन्दै थियो यो लाएको 14-15 वर्ष भयो भन्नु हुँदै थियो मामाले हो त्यही भएर उसलाई अस्तिदेखि जे काम भन्दा पनि घडी मात्रै भन्नु हुँदै थियो नि त अब हिँडेर आउनु पऱ्यो भने त आधी घन्टा ज्यादा लाग्छ हो त्यही भएर म आइदिएको र गाइस फिलहाल घडी पनि पाइयो हो अन्त हामी गएको खोलाहरू तल यो देख्दै गरेको अस्तिको खोला हो घाम अब अस्ताउन आँट्यो हल्का भइरहेछ घाम हो लागिरहेछ कता मलाई यहाँ आउँदै हल्का साइको लागिदिन्छ नि त किनभने यहाँ चितुवाहरू लाग्छ हो त्यस्तो ठुलो जङ्गल छ नि त यहाँ अब म पनि घरमा जानु सिधै चिया खाने हो अन्त अब त्यही फेरि रिटर्न भइदिइहाल्छु आज त्यस्तो केही छैन क्या अहिले मेरो अलिकति भए पनि के भन्नु अब यताउति हिँडेको छुइनँ नि त टाढो कि सोमबार मङ्गलबारदेखि चाहिँ अब निस्किन्छु होला अहिले त छेउकै भ्लग हुँदैछ कन्टिन्यू हो अन्त म र अहिले चाहिँ मेरो बाइकमा त आएको 2 जना हो ल फेरि फर्किने हो त्यही बाटो अब माउन्ट पनि लगाइसकेँ हो अब यो उकालो कुदाउँदै मजा आउँछ ओह्रालो भन्दा पनि ओह्रालो त अब ब्रेक हान्नु पऱ्यो हो त्यही माथि त्यो थियो नि त बाटोमा यस्तो पत्करहरू छ पुरा हो देख्नु सक्नुहुन्छ तपाईँले अघि देखाएँ मैले यस्तो टाइपको यहाँभन्दा त माथि त निकै ज्यादा छ नि पत्कर भइदिनु मेरो खासमा चाहिँ एनालग जुन छ डिजिटल आउँछ नि त मैले यो चलाउनु चाहिँ जानेको छुइनँ हो
अन्त यहाँ त सिफ्टरहरू के मिलाउने तर खै मलाई त्यस्तो केही आइडिया छैन। ल गाइस ज्यादा बोल्दिनँ, सिधै लाग्दिउँ घर। अब ज्यादा चाप्नु पनि पछाडिको टायर घुम्छ हो, जग्गा खाली जग्गा देख्छ चापिको हो होइन, यस्तो छ। अन्त कहाँ यहाँ सुताएर ढाल्यो भने त बाइक सिधै ढल्छ नि, म पनि सिधै ढल्ने होइन। ल आइपुगिहालेँ हो, त्यस्तो टाइम त लाग्दैन नि त बाइकमा। अब हिँडेर आएको भए त यति बेला आधी बाटो पनि आइपुगेको हुन्थेन हो। अब लाग्दिने हो सिधै घर। यो बाटो लेफ्ट थियो अस्ति हामी खोलाको हो, अब उकालो घर हो। आन्टी टर्निङमै काम गर्दै रहेछ कि क्या तर्सिदिने हौ। यो मेरो अगाडि क्यामेरामा आएको छ नि त लेन्समा कि, यो भएर एकै मिलाउनु पर्दैछ हो। थ्याङ्क यू। घडी ल्याउनु गएको, घडी मामाको घडी हराएको थियो नि त अस्ति। फाइनल्ली आइपुगेँ घर हो, जाँदैछु। अस्ति मैले बेहुली भित्राउँदा त रात परेको थियो है, बाटो त्यस्तो छ। 100 दिनेको, यो 100 दिनेको मैले गरेको गर्नु चाहिँ, त्यति बेला सुपरभाइजर भनौँ न, गर्नु चाहिँ मैले गरेको सुपरभाइजर हो। यस्तो भइरहेछ दिन आज, दामी भइरहेछ हो। यस्तो रोडै माथिल्लोपट्टि छ घर चाहिँ। यहाँ चाहिँ तपाईँको रोड सानो छ कि, तर गाडी चाहिँ पुरै हिँड्छ कि, टुरिस्टहरू जान्छ नि त पुरा। हाम्रो भाइ चाहिँ सौदा लिएर आउँदैछ हो। हाम्रो भाउजू चाहिँ घरमै छ हो, भर्खर ड्युटीबाट आएको। यस भाउजू गाइस, मामा चाहिँ सुतिरहेछ हो, मामालाई चाहिँ सरप्राइज दिनुपर्छ। मामा ओ मामा न घडी, धन्यवाद भन। धन्यवाद। मेरो ब्ल्याङ्केट धुइछ होइन गाइस, मेरोपट्टि चाहिँ बिचरा सुतिरहेको रहेछ मजाले हो। बेबी सुतेको। ल थ्याङ्क यू गाइस सबैजनालाई भिडियो हेरिदिनु भएकोमा। अब नेक्स्ट ब्लगमा भेटौँ है।